श्रीमतीको शरीर एकातिर छ, टाउको एकातिर छ। यो जति विभत्स हत्याहरू के हुन सक्छ? आफ्नी श्रीमतीको टाउको चुडाएर प्लास्टिकको झोलामा राखेर प्रहरी चौकी खै भन्दै खोज्न जाने त्यो अपराधीलाई त्यहीको त्यही ठाउँको ठाउँ गोली ठोक्नुपर्छ, हो कि होइन दिदी बहिनीहरू? त्यस्ता अपराधीहरूलाई ठाउँको ठाउँ गोली ठोक्नुपर्छ पर्दैन? त्यसको गोली ठोक्नै पर्छ, त्यसलाई मृत्युको सजाय दिनै पर्छ। मारेको ठाउँ देखाउने हो कि माथि देखाउने कि तल लास्ट देखाउने? सुरुमा मारेको ठाउँ देखाउनुहोस् जहाँ हत्या भएको थियो। माथि यो मृतक मिना आले मगरको घर हो। म तपाईँलाई यति बेला घटनास्थल देखाउँदैछु। यो खाट छ, यो खाट छ के अरे। अनि यो यस्तो मृतकमा अवस्था भेटिएको छ। अब मार्न चाहिँ कसरी मारे? आँसी पनि हेर्दै छ क्या? आँसी हो छ कि खुनहरू छ? यही हो खुर्पा? यो होइन, आँसी त प्रहरी चौकीमा अहिले प्रहरीले अनुसन्धानका लागि लिएर गयो होला। यहाँनिर खुनहरू छरपष्ट देख्न सकिन्छ र तलतिर यो उधारिएको छ। पक्कै पनि निकै नै खुन थियो होला र यो खुन फाल्नको लागि यसरी उधारिएको हुनसक्छ। कहाँ लडिराख्नु भएको थियो? जतिखेर हाम्रो देखाएको थियो नि त्यो लास यस्तो यस्तो थियो, अनि पुरै यो हात यस्तो थियो, अनि यो टाउको छिनिएको थियो, अनि आँसीले हान्दाखेरि यसमा चाहिँ आँसीको गड्या थियो। आँसी हात भुइँमा आँसी गडिरहेको गड्या थियो। हत्याराले अमर बहादुरले प्लास्टिकमा टाउको राखेर प्रहरी चौकी गए। यहाँबाट यति ठुलो घटना घटाएर प्रहरी चौकी जाँदासम्म कसैले थाहा भएन? घटना यो कसैले थाहा भएन। 5 किलो प्लास्टिक थियो, 5 किलो प्लास्टिक उनी गएका, अनि पलाइटे बजारमा बाट हल्ला आएको। गाउँमा त कसैलाई थाहा थिएन नै। बजारमा देख्दाखेरि बजारमा यसै गरी प्लास्टिकमा श्रीमतीको विभत्स हत्या गरिसकेपछि मन्टो चुडाल्दिसकिसकेपछि शरीर एकातिर मन्टो एकातिर टाउको एकातिर भइसकेपछि यसै गरी प्लास्टिकमा मन्टो राखेर टाउको राखेर उनी प्रहरी चौकी गए। सिधै प्रहरी चौकी गए। निकै नै हिम्मतिलो, निकै नै ठुलो बहादुरको काम गरे जसरी उनी यहाँबाट श्रीमतीको टाउकोलाई प्लास्टिकको झोलामा राखेर प्रहरी चौकी गए। यति ठुलो घटना हुँदासम्म पनि यहाँ कसैले चालचुल केही थाहा पाउन सकेन, किनभने यो घरको छेउछाउमा जोडिएर कुनै घरहरू पनि नभएको हिसाबले एकान्त भनौँ अलिकता छुट्टै ठाउँमा यो घर भएको हिसाबले पनि कसैले चालचुल नपाएको हुन सक्ने बुझाइ